हाम्रो गाउँमा त यस्तो पाउँछ है साथीहरू। यहाँ हेर्नुहोस् त। र साथीहरू यहाँ हेर्नुहोस् न, बाटोको हालत चाहिँ हाम्रो गाउँमा कुछ यस्तो छ, तर रोड चाहिँ पिच्दै छ, तर यहाँनिर त के हो, पानी जामेर बाटो यस्तो भत्किएको छ है। दोकान चाहिँ यही हो त। हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। हजुरहरूले हेर्दै हुनुभएको दिवस राई युट्युब च्यानलमा चाहिँ यस्तै खालको ब्लगिङ च्यानल भिडियोहरू आइरहने छ है, र हजुरहरूले हेर्दै गर्नुहोला भिडियो के कस्तो लाग्छ हजुरहरूले है। आजको भिडियो एकदमै दामी हुनेवालामा छ, दोकान गएको भिडियो हो र भिडियो हेर्दै गर्नुहोला के कस्तो लाग्छ है त साथीहरू। र म त स्कुटीमा जाँदैछु पछाडि बसेर। हजुरहरूले हेर्दै गर्नुहोला हाम्रो गाउँठाउँहरू जग्गाहरू चाहिँ यस्तै छ है, रोडहरू चाहिँ के कस्तो लाग्छ हेर्दै गर्नु है त भिडियो। र फाइनली म चाहिँ यहाँ माथिसम्म स्कुटीमा आइसक्यो है। र अब चाहिँ म माथितिर जाँदैछु। यहाँनिर धुप्पी त्यस्तो भइहाल्छ नि त कि। यहाँ चरा हेर्नुहोस् न, चरा भइहाल्छ है, जुरेली भन्छ हाम्रोपट्टि हो। यहाँ परेवाहरू छ, यस्तो धुप्पीहरू दामी छ, यहाँ परेवाहरू छ। हजुरलाई देखाउँदै जाँदैछु। मेरो ट्रेकको चाहिँ उयो भएछ अलिक। हजुरहरूलाई म माथि गएर भेट्छु है त। फाइनली म चाहिँ यहाँनिर दोकानको अलिकति नजिकै हाम्रो गाउँको मन्दिर पनि आइपुगिसकेको छु साथीहरू। हेर्नुहोस् त, मन्दिर कति दामी छ होइन, एकदमै बवाल तरिकाको मन्दिर छ। र यहाँनिर देखिहाल्नुहोस् यसै छ जग्गाहरू है, यहाँ पहाडहरू यस्तो छ। ढुङ्गाहरू ठुल्ठुलो खालको ढुङ्गाहरू छ। र हाम्रो गाउँको मन्दिर यस्तै छ, एकदमै दामी छ है हाम्रो गाउँको मन्दिर चाहिँ। दोकान चाहिँ यता जानुपर्ने हुन्छ, हाम्रो अलिकति यहाँ पर हो दोकान चाहिँ है। र यस्तै छ जग्गाहरू, हाम्रो गाउँको जग्गाहरू चाहिँ कुछ यस्तै छ है त। र साथीहरू यहाँ हेर्नुहोस् न, बाटोको हालत चाहिँ हाम्रो गाउँमा कुछ यस्तो छ, तर रोड चाहिँ पिच्दै छ। तर यहाँनिर त के हो, पानी जामेर बाटो यस्तो भत्किएको छ है, यस्तो खालको छ रोडको हालत कुछ यस्तो छ है त। र यहाँनिर बाँसको झ्याङ छ ठुलो बढे। अब म चाहिँ दोकान पुग्नु आँट्यो है। होला चाहिँ सुँगुरहरू छ, यस्तै छ है जग्गाहरू। बाँसको झ्याङ म चाहिँ पुग्नु आँट्यो है दोकान। यहाँ पनि एउटा छ दोकान, तर यहाँ पाउँदैन त्यति साह्रो सामान है, परै जानुपर्ने हुन्छ, अलिक पर अगाडि हो दोकान। हेर्दै गर्नु होला है त, यतै सब्जीहरू पाउँछ ल है त। दोकान आइपुग्नु आँटेँ, यहीँनिर हो दोकान, कति पनि छैन दोकान आइपुग्नुको लागि है त। यहीँनिर अगाडि दोकान चाहिँ हेर्दै गर्नु होला है त। दोकान चाहिँ यही हो त। यता जाने बाटो है त, दामी जग्गा छ घुम्ने, तपाईँलाई एक दिन लाने नै छु है त। हेर्दै गर्नु होला आजको भिडियो के कस्तो लाग्छ हजुरहरूलाई। दामी फुल फुलिरहेछ यहाँ। दोकान चाहिँ यहाँनिर हो। हाम्रो गाउँमा त यस्तो पाउँछ है साथीहरू। यहाँ हेर्नुहोस् त, यस्तो पाउँछ है हाम्रो गाउँमा चाहिँ।
यस्तो रुखतिर आएर बस्छ हो हजुरहरूपट्टि पाउँछ कि पाउँदैन यसो कमेन्ट गर्नुहोस् त यसहरू मैले त सामान सबै किनिसकेर पनि म चाहिँ फर्किसकेको दोकानबाट है मन्दिरमा भजन दामी तरिकाले बजिराखेको छ र यता पानी आउनु आँटिसक्यो म चाहिँ छिटै अब घर जानुपर्ने हुन्छ हो यस्तै छ आजको मौसम पानी छिटो हुन थालिसकेको छ हो हजुरहरूलाई आजको हाम्रो भिडियो के कस्तो लाग्यो त भिडियो मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला भोलि भन्दा पनि हाम्रो यो च्यानलमा चाहिँ हप्तामा 3टा जति भिडियो आउने गर्छ है र हजुरलाई मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला नेक्स्ट भिडियोमा भेटौँ है त साथीहरू ल आजको भिडियो यति नै यहाँ ठुलो म्युजिक बज्नु थाल्यो अहिले कपिराइट भेट्नु सक्छ है भिडियोमा र पानी पनि पर्न पर्ने आँटिसकिसकेको छ र म चाहिँ घरतिर लागेको छिटो जानुपर्ने हुन्छ कुद्दै है र नेक्स्ट भिडियोमा भेटौँ है त ल आजको भिडियो यति नै